राष्ट्रिय अस्तित्व को आधार स्तंभलाई भत्काउने समाप्त पार्ने डरलाग्दो षड्यन्त्र भइरहेको छ। 2063 साल जेठ 4 गते जब सिंगो मुलुक सुतिरहेको थियो, मध्यरात्रिमा विदेशीको दबाव र प्रभावमा परेर केही स्वार्थी नेताहरूले षड्यन्त्रपूर्वक रातारात नेपालको हिन्दू राष्ट्रको पहिचानलाई समाप्त पारेर तथाकथित धर्मनिरपेक्षता लाद्ने काम गरे। धर्मनिरपेक्षताको आडमा अहिले लोभ लालच देखाएर, डर त्रास देखाएर, भ्रम सिर्जना गरेर लाखौं लाख नेपालीहरूको धर्म परिवर्तन गराउने काम भइरहेको